Hello guys, welcome to Class Gaming YouTube channel. If you are new here, don't forget to subscribe and hit the bell icon so you never miss an update. If you are new to the gaming world, let me tell you what this channel is all about. Here you'll see the true craze of Clash epic of attack strategy and tournaments, non-stop fun. We are a strong Nepalese team proudly known as Nepali Gangster. Let's clash, let's grow and let's dominate. And this video is all about the CWL. So we are playing from a brand new clan. गाइज हाम्रो चाहिँ सिडब्लुएल स्टार्ट भइसकेको छ अनि हाम्रो एउटा वार पनि सकिसकेको छ। हामीले चाहिँ यो वार जित्यौँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। हामीले चाहिँ अनऱ्याङ्क क्ल्यानलाई चाहिँ सब टाउन हल 18 प्लेयर हालेर सर्च गर्दाखेरि चाहिँ हामीलाई मास्टर लिग दिएको छ है। तपाईँहरूले पनि यो चाहिँ धेरैजनाको कन्फ्युजन पनि छ कि ब्रान्ड न्यू क्ल्यान खोलेर स्टार्ट गर्दाखेरि चाहिँ कुन लिग दिन्छ भनेर चाहिँ धेरैजनाको कन्फ्युजन छ। यदि तपाईँहरूले चाहिँ सबै टाउन हल 18 राख्नुभयो भने चाहिँ सिधै मास्टर वान दिन्छ है त। त्यो वार कतिको म्याक्स छ त्यो आइडी, त्यो आधारमा चाहिँ सर्च हुन्छ क्या। हाम्रो चाहिँ जस म्याक्स नै थियो, त्यो कारणले गर्दाखेरि चाहिँ हामीलाई मास्टर वान दिएको छ है त। अनि हामीले एउटा वार पनि सकिसकेको छ। हामीले एउटा फर्स्ट वार चाहिँ जितिसक्यौँ। यो यो खासै हामीले च्याम्पियन लिग खेले हो पहिला, त्यो भएर चाहिँ खासै गाह्रो चाहिँ हुँदैन, इजी नै हुन्छ। तर अपोनेन्ट पनि सबै टाउन हल 18 नै छ है यसमा चाहिँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। म फ्यु रिप्लेहरू पनि देखाउनेछु। यो बेस एउटा बाँकी थियो, यो पनि सकिसकेको छ, सबै सकिसकेको छ। इजी नै थियो है वार चाहिँ, त्यस्तो गाह्रो छैन। एउटा मात्र फेल भएको छ, अरू सबै नै 3 स्टार छ। ल रिप्लेहरू पनि हेरौँ न है त, फ्यु रिप्लेहरू नि हेर्छ। यो चाहिँ जेनजीको एट्याक छ, स्प्याम एट्याक, मेटर गोलेम। हेरौँ है त, रिप्ले हो यो, 3 स्टार भइसकेको एट्याक हो। एट्याक राम्रो थियो है जे होस्। ब्रदरको एट्याक एकदम खतरा छ है त, स्प्याम एट्याक। इजी नै 3 स्टार भएको छ है त यो चाहिँ। यसै इजी 3 स्टार। यसै गरी अर्को फ्यु रिप्लेहरू नि हेर्छौँ है त हामी। अर्को कसको हेर्ने त अब। ल हाम्रो दाजुको हेरौँ है त, मोटु दाजुको। दाइको चाहिँ नयाँ एट्याक हो यो, थ्रोवर अपडेट पछिको थ्रोवर एट्याक। बवाल हान्नुहुन्छ है दाइले पनि, एकदम इजी गयो दाइको एट्याक पनि। फनेलिङ चाहिँ दामी हान्नु भएको थियो है दाइले जे होस्। थ्रोवर र यो एकदम अस्ति अपडेट पछि चाहिँ बवालै भएको छ है त। तपाईँहरू पनि ट्राई गर्नु होला, थ्रोवर एकदम दामी छ। लभली एट्याक दाजुको। यसै गरी अरू एट्याक पनि हेरौँ न त, फ्यु कस्तो हाने रहेछ केटाहरूले। हाम्रो राज दादाको हेरौँ है त। वार्डन र क्विन चार्ज गरेर रहेछ। टक्क फनेलिङ दामी बनाएर दुईटा हिलर छुटेछ। एक साइड किङ छोडेर त्यसपछि थ्रोवरै हान्नुभएको है दाइले पनि। दामी छ एट्याक। थ्रोवर युज गर्नु एकदम इजी छ 3 स्टार हान्नको लागि चाहिँ। थ्रोवरले चाहिँ अस्ति ब्यालेन्स चेन्ज पछि चाहिँ वारको लागि चाहिँ लेजेन्डमा पनि एकदम राम्रो नै छ, तर वारमा अझै इजी छ। तपाईँहरूले नै हान्नु होला है त एट्याक। हाम्रो बुद्ध दाजुको हेरौँ है त एट्याक। नाम पनि खतरा छ है दाइको, यो ड्याड भनेर राख्नु भएको छ दाइले। यसमा पनि सेम एट्याक नै छ, वार्डेन र क्विन चार्ज हान्नु भएको छ। हेरौँ है त। अनि मेटर गोलेम हान्नु भएको छ। फनेलिङ चाहिँ दामी गर्नुभएको छ है दाइले। त्यहाँबाट ट्रुप लन्चर युज गर्नुभएको छ। वार्डेनको एबिलिटी पनि एकदम दामी ठाउँमा दिनुभएको छ है। ओभरको त हान्नुभयो।
एउटा टोटेम स्पेलले ब्यालेन्स गरेर स्टिल एउटा इन्भिज चाहिँ दाइले घर ल्याउनु भएको छ है। सही लभली एट्याक। सबले दामी हानेको छ है यो सिडब्लुएलमा चाहिँ। मास्टर 1 भएर नि होला सायद। त्यस्तो गाह्रो छैन। एकदम राम्रो छ एट्याक। तर सबै म्याक्स बेस नै आएको छ है। चाहिँ इलेक्ट्रो ड्रागन एट्याक हाने है हाम्रो असीम ब्रोले। इलेक्ट्रो ड्रागन अहिले इलेक्ट्रो ड्रागन पनि एकदम खतरा नै छ। तपाईँले हेर्न सक्नुहुन्छ। इलेक्ट्रो ड्रागन 2टा मात्र बाँकी छ त। यता मिनियन प्रिन्सको एबिलिटी बाँकी छ। त्यति भएपछि चाहिँ इजी नै आउँछ। ल खतरा खानै केटाहरू चाहिँ यो सबजना। दामी एट्याक हानेछ सबैजनाले। अर्को एट्याक हेरौँ है त। केटिएम प्रवीणको एट्याक हेरौँ है त। उसले चाहिँ आरसी चार्ज थ्रोवर रुट राइडर मिक्स गरेछ। फनेलिङ एकदम खतरा बनाएको छ। टोटेम स्पेल आइसकेको छ। ट्रुप लन्चर युज गरेछ। यता साइडमा चाहिँ किङ क्विनले हल्का फनेल बनाएर चाहिँ ट्रुप सबै भित्र गएछ है। थ्रोवर बवाल छ क्या अहिले। वारको लागि चाहिँ एकदम जस नो मिसै जस्तो हुन्छ। वार्डेनलाई चाहिँ अलिकति जोगाउनुपर्छ। वार्डेन मऱ्यो भने चाहिँ फेरि थ्रोवर खत्तम हुन्छ। त्यसमा लाइफ जेम युज गर्यो भने चाहिँ एकदम बवाल हुन्छ। त्यसै गरी यो नि खतरा एट्याक छ है त। अब अर्को एट्याक हेरौँ। कसको एट्याक हेर्ने त अब। यही एट्याक हेरौँ न त। रेभन्थको ड्रागन राइडर र ड्रागन राइडर एट्याक हेरौँ है त। यो चाहिँ आरसीले हल्का फनेलिङ बनाएको छ। त्यसपछि ड्रागन राइडर आयो है त। हल्का घुम्दैछ ट्रुप्स चाहिँ। त्यही पनि नट ब्याड। 3 स्टार चाहिँ यस सजिलैसँग आएछ है। इजी। यो पनि एट्याक एकदम स्ट्रङ छ ड्रागन राइडर। फनेलिङ चाहिँ बनाउनुपर्छ। बाँकी चाहिँ खतरा छ है त। त्यसै गरी अब हाम्रो लास्ट एउटा एट्याक छ स्ट्रङ अमरको। यो लास्ट 3 प्लेयर छ। अनि त्यसपछि हाम्रो फर्स्ट वार चाहिँ सकिसकेको छ। म अर्को भिडियोमा फेरि डे 2 को लिएर आउँछु। त्यसको लागि चाहिँ तपाईँहरूले मलाई सब्सक्राइब गर्नु होला है त। टिकटक अकाउन्टमा पनि मेरो फ्रिक्वेन्टली भिडियो अपलोड भइरहेको छ। त्यसमा पनि तपाईँहरूले गएर फलो गर्न सक्नुहुन्छ। अनि भोलि सिडब्लुएल डे 2 को अर्को भिडियो आउँछ है त। त्यसको लागि चाहिँ त सब्सक्राइब गर्नु होला। सब्सक्राइब गरेर अनि म भिडियो अपलोड गर्छु। आजको लास्ट एट्याक चाहिँ यो भएर हाम्रो 44 भइसकेको छ। र यो एट्याक पनि एकदम इजी नै 3 स्टार आएको छ। डे 1 चाहिँ एकदम राम्रो भएको छ यो नयाँ क्ल्यानमा। अब डे 2 को लागि चाहिँ कस्तो हुन्छ त्यसको लागि चाहिँ तपाईँहरूले सब्सक्राइब गरिदिनु होला। म अर्को भिडियो लिएर आउनेछु। अनि तपाईँहरूको पनि सिडब्लुएल कस्तो भइरहेछ चाहिँ कमेन्ट गरिदिनु होला है त। अर्को भिडियो लिएर फेरि भोलि आउनेछु। थ्याङ्क यू सो मच फर वाचिङ। I'll see you tomorrow, guys. Thank you again.